आज म तपाईँहरूलाई देखाउँदैछु दण्ड। दण्डमा मिश्र दण्ड धेरैको यो फेभरेट दण्ड पनि हो। दण्डको पोज चाहिँ यो नै हो, यो 12 नम्बरको दण्ड हो। अब यसको 3वटा पोज हुन्छ। 1 नम्बरमा तल जाने, 2 नम्बरमा माथि आउने बुझुङ्गा आसन, 3 नम्बरमा पहिलाकै स्थानमा। अब हेर्नुहोस् है, यहाँ हात दह्रो टेकेको छ। 1 नम्बरमा तल टक्क जाने, माथि आउने पहिलाकै अवस्था। अब महिला माता स्त्रीहरूको पेट बजारिने, धेरै ठुलो पेटहरू बजारिने हुन्छ। पेटलाई नबजारिकन नचाहिकन सर्लक 1 मा तल, 2 मा माथि, 3 मा पहिलाकै ठाउँमा। यो साधारण भयो। अब 1 3 मा 1 3 छातीलाई अलिकति उठ्ने अनि जम्प गरिहाल्ने। छातीलाई यो चाहिँ 20-25 चोटि सुइका सुई गऱ्यो भने यो मोटोपन सबै कुराहरू यसले ध्वस्त बनाउँछ। हात पाखुरा बलियो बनाउने, यसको फाइदा यहाँ हेर्नुहोस्। सुइका सुई यसरी गर्ने होइन, यसरी। पेटको समस्या छ, हात पाखुरा बलियो बनाउनु छ, यो तरिकाले गर्ने हो। यसको नाम मिश्र दण्ड है त।